गाइज सब्सक्राइब चाहिँ गरिदिनु होला। हेलो गाइज, दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाई मेरो भिडियोमा वेलकम होइन। हामी चाहिँ अहिले बन्चर सन्चर बोकेर मुला काट्न आएको छौँ। सबैले सब्सक्राइब गरिदिनु होला हाम्रो नयाँ च्यानललाई। ल मेरो भाइ केही भन्दै मेरो भ्लगमा। हेलो गाइस, सबैले हाम्रो भ्लगमा वेलकम छ। हाम्रो युट्युब च्यानललाई चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला। हामी चाहिँ अहिले दाउरा काट्ने लिएर आएको जङ्गल लास्टै घाम छ यता चाहिँ होइन। यो तपाईँहरूले देख्नु छ कोला बाँसघारी यो किन जङ्गलमा छ थाहा छ? यो जङ्गल चाहिँ लुटिएको जङ्गल हो अरू मान्छेहरूले होइन। लास्टै रुखहरू छ हरियाली, तर यो सूर्य छ क्या, घाम छ। आमा घामबाट उफ्राउँछ छ। म घामको राजा भइदिएको भए घाम हटाइदिन्छ, के गर्नु होइन। हो नि अब घाम चाहिँ देख्नु सक्नुहुन्छ। अहिले चाहिँ ठिक अहिले ट्याक्कै 9 बजिरहेको छ होइन, 9 साढे 9। तपाईँहरूलाई हामी देखाउँछौँ। गाइस यो चाहिँ होइन हाम्रो गाउँमा यसलाई के यो घर लिप्ने माटो भन्छ। यसले चाहिँ घर लिप्दछ है यसले। यो माटो कस्तो राम्रो छ। तपाईँहरूलाई पनि चाहियो भने म्यासेज गर्नु होला, हामी होम डेलिभरी गरिदिन्छौँ। अरू मान्छेहरूले यो जङ्गल होइन यो बारी हो भनेर होइन कोलाकोट रोपेको यस्तो यस्तो पापीहरू। यो जङ्गलमा दाउरा काट्न दिँदैनन् होइन। यो जङ्गल पुरै हो, पुरा जङ्गलले हो। जसले पनि आएर रोप्दा हुन्छ, तपाईँहरूले पनि आएर के रोप्नुपर्छ रोप्दा हुन्छ। दाल रोप्दा हुन्छ, कोदो रोप्दा हुन्छ, तर बाँदरको अलिक डर हुन्छ। यो जङ्गल चाहिँ पुरै लुटिसकेको जङ्गल हो है। अरू मान्छेले कब्जा हानिसकेको, हामीले त पाएन हान्न। आफ्नै बारी छ होइन। यो जङ्गल किन गर्नु भनेको आममा हेर्नु सक्नुहुन्छ, देखाउँछ यता भाइ। हेर कोलाको बोट हेर्नु न, बाँस कोलाको बोट के हो यो राम। यो पुलिसहरूले पनि केही गर्न सक्दैन। यो यता माथि हेर्नुपर्छ, आम्बो घर बनाउनु लागेको हुन्छ। रुखहरू खुइल्याएर कहिले केही गर्न सक्छ त यो जङ्गलको मान्छेहरूलाई? हाम्रोको मान्छेले डेन्जर छ है गाइस। यो चाहिँ पहाडीको सिन चाहिँ पहिला चाहिँ यो चाहिँ लास्ट जङ्गल थियो, जङ्गल थियो यहाँ। पुरा जङ्गल घरै भइसक्यो, घर भइसक्यो। यसले आउनु मलाई डर लाग्थ्यो। अहिले हेर्दाखेरि चाहिँ फेरि सब फाँडी हानेर यहाँ फुलाहरू रोपेको छ क्या, बाँस सास होइन। हामीलाई यहाँ यसो केही काट्नु पनि दिँदैन, त्यो प्रवेश गर्नु पनि दिँदैन क्या। पहिला चाहिँ हामी यहाँ एक्लै आउनु डर लाग्थ्यो होइन। अहिले चाहिँ सब बारी भइसकेको छ, तर पनि केही छैन। हामी चाहिँ अलिक करिब पुग्न लागेको छौँ। यो होइन त्यो त सुकेको छैन, उयो बरो छ, अलिक पारी छैन। कस्तो दामी जङ्गल थियो तर यो लुटेर के गर्नु। अनि चाहियो भने बाँस ढालिदिनु सक्छ। त्यस्तो गर्नु चाहिँ हुँदैन। अलिक खुर्पा देखाइदिनु त। ल खुर्पाले हानिदिएछ यस्तै। कस्तो छ फेरि खसी हान्ने तर हामी रायो नि खसी खाँदैन। हामीले खाने हानेको सिङ्गुर हो। गाई चाहिँ हेर्नु सक्नुहुन्छ यसरी धानमा दिँदै जाने बाटो हो, तर पहिरो गएर धस बाढी पहिरो गएछ गाइजहरू होइन। यहाँ चाहिँ उयो घरले नै बाटो बबाल छ है। अस्तिसम्म यो बाटो चाहिँ एकदम फ्रेस थियो, अहिले चाहिँ राम्रै गइदियो। मैले ढाँटे होइन दाउरा छ भनेर यहाँ अलिक पारी हो नि त होइन। हामी चाहिँ पुग्न लाग्यौँ होइन। पानी अब मेरो मुख खान त्यो छ। ल्या सब पहिरो गएछ। यो बाटो चाहिँ हिजो अस्तिसम्म फ्रेस थियो, अहिले पानी परेर यहाँ होइन। यो बाटो गाई साइकल कुदाउनु सकिन्थ्यो त नि। हेर्नु सक्नुहुन्छ। साइकल कुद्छ मान्छे ढालेको आफै ढलेको। ओइ यही त लानु होला नि हामी। नहान छोड्छ देखाउँछु भिडियो। उयो माथि चाहिँ जरा छ, हेर्नु सक्नुहुन्छ गाइज। यहाँ पनि जरा छ दाइ, दुईटा लडेको रहेछ त।
अलि सर त ल यार त्यो के भयो यत्रो ठुलो लडेको छ हेर्नु न त्यहाँ के फलन काट्यो हैन त्यही लाग्नुपर्छ नि ल ल काँचो छ फेरि त्यो त कहाँदेखि त्यो यहाँ आएन न त जस्तो लाग्यो उयो घाँस लगौँ न त घाँस लाने घाँस भन्छ हाम्रो चाहिँ बाख्रा भन्छ घाँस अग्लै छ घाँस लाने छोड्दे लाइक सब्सक्राइब गर्नु होला माया देखाइदिनु होला है त हाम्रो यो नयाँ भएको तर आउनु त आउँदैन बनाउनु भर्खर सुरु भनौँ न अरू युट्युबरहरू यस्तै लाइक गरिदिनु होला लाइक यत्रो ठुलो ढलेको रहेछ हामीलाई पत्तै थिएन हिँड उयो पर चाहिँ मरेको छ होइन हामीले चाहिँ खास मरेको लानु भनेको यसले चाहिँ यही लाने भन्छ अब हामी चाहिँ सुकेको छ होइन तर बाटो चाहिँ यस्तो भिरालो छ न यहाँदेखि तलतिर चाहिँ खोला तल बगेको चाहिँ अहिले भरे मरिने हो कि बा होइन मऱ्यो भने हाम्रो दुईजना कतै सब्सक्राइब गर्छ हिँड्न ए नजिक न अनि मुला बाटो बनाउँदैछु कस्तो लडेको यार कस्तो साइकको हो क्या हो साइकको रुखहरू पनि चार्ज भएको हो क्या हो मैले भनेको थिएँ गाइस तपाईँहरूलाई म देखाउन चाहन्छु जान्छ नि अब तल झर्दैन होला तर कहाँ थाहा पाएछ मैले भनेकै हो भनेर हाम्रोमा आज यही हो दाल दारू डोले दारू कम छैन डोले दारू मुढा पनि ल्याइसकेँ मेरो मुढा चाहिँ यो भाइ चाहिँ अगाडि गइसक्यो अब घर जाने भात खाने त्यही हो थ्याङ्क्स फर वाचिङ गाइज